सम्पूर्णलाई नमस्ते। म काशीराम बालकुटी फेरि पनि तपाईँहरू सामु म आइरहेको छु र मेरो पसलमा चाहिँ मेरो भाउजूहरू आउनुभएको छ, मेरो आमा आउनुभएको छ, अनि यता मेरो बुवा हुनुहुन्छ, मलाई जन्म दिने बुवा हुनुहुन्छ। उहाँकै कारणले म यो संसारमा यसरी बोल्न पाइरहेको छु, हिँड्न पाइरहेको छु, रमाइलो गर्न पाइरहेको छु। यो उहाँहरूको एकदम देन हो। र यसै गरी हाम्रो पसलमा चाहिँ भाउजूहरू आउनुभएको छ मलाई भेट्नको लागि। यी यस्तो माया दिनुहुन्छ, यसरी माया गरेर भेट्न आउनुहुन्छ, अनि म खुसी हुन्छु होइन। अनि उहाँ मेरो आमा हुनुहुन्छ, उहाँको 7 छोरा नै यी हामीलाई चाहिँ अहिले बाँच्नको लागि अथवा इनर्जी आइरहेको छ। बुवा हुनुहुन्छ होइन, उहाँकै प्रेरणाले गर्दा हामी यो ठाउँमा आएका छौँ। भाउजूहरूको प्रेरणा पनि हामीलाई मिलिरहेको छ। बेला बेला आउनुहुन्छ, उहाँ पोखरादेखि आउनु भएको हो होइन। अनि त्यसपछि हामी त यहीँ नजिक छौँ, कहिलेकाहीँ चाडबाड हुँदा पनि हामी भेटघाट भइरहेको छ। भाउजूले बोलाउनुहुन्छ। अनि आमा पछिको सबैभन्दा धेरै माया गर्ने मेरो साइली भाउजू हुनुहुन्छ, अन्य भाउजूहरू पनि हुनुहुन्छ होइन। यस्तो छ। त्यस कारणले गर्दा म एकदम खुसी छु। यो खुसी कहिले पनि नमासियोस्, सधैँ माथि 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 होस् भन्दै आजको सानो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु।